अहिले एउटा भिडियो सामाजिक सञ्जालमा चर्चा भइराखेको र यो फोटो स्क्रिनमा राखेको फोटो सबैले हेर्नुहोला। र हाम्रो सुनसरी इटारीमा चाहिँ खुलेआमले चाहिँ होइन, खुलेआमसित चाहिँ भारतको चाहिँ धोतीहरू चाहिँ मागेर हिँडेको र नक्कली पैसा बोकेर चाहिँ हिँडेको र दिनभरि माग्ने र रातभरि चोरी डाकाटी गर्ने। यसरी चाहिँ इन्डियाबाट चाहिँ मान्छेहरू खान नपाएर चाहिँ नेपालमा आएर चाहिँ भिख माग्ने होइन, चोर्ने, लुट्ने, ढाँट्ने, षड्यन्त्र गर्ने धेरै छ। नेपाल आदिराज्यभरि अहिले नेपालको चाहिँ जति पनि गाडी जाने ठाउँ कुना कन्देरामा सबै यिनीहरू चाहिँ के गर्दै हिँड्छ भने नेपालमा चाहिँ यसको चाहिँ घर कस्तो छ होइन, एउटा लुगा कपडा बेच्ने निउले, एउटा माग्ने निउले होइन, यिनीहरू चाहिँ षड्यन्त्रपूर्वक ढङ्गले चाहिँ नेपालमा चाहिँ चोर्ने लुट्ने कामहरू गर्छ। र हाम्रो इटरीमा चाहिँ पत्रकारज्यूहरूले समाप्नु भएको छ यसलाई चाहिँ नक्कली पैसा सुत्दै। र यो चाहिँ होइन, यसको चाहिँ विभिन्न खालको चाहिँ यसको साथीहरू, यसको टिम होला। तपाईहरूले पनि राम्रोसित अनुसन्धान गर्नु। नमस्कार दोस्तों, जय हिंद। ए सुन, तू कहती है कि भारत के लोग भूखे हैं इसलिए नेपाल आकर चोरी करते हैं। अकल है या सिर्फ जवानी चलानी आती है तेरे को? चोर तो हर देश में होता है, चाहे वो नेपाल हो या भारत हो। लेकिन तूने एक दो लोगों की हरकत देख के 140 करोड़ लोगों को गाली देना शुरू कर दिया। भारत कोई भीख मांगने वाला देश नहीं है। यहाँ दुनिया की टॉप कंपनियां, यूनिवर्सिटी और टेक्नोलॉजी है। और सुन, हर नेपाली हमारा भाई है, लेकिन तू जैसी कुछ लोग जब जहर उगलते हैं ना, तो रिश्ते में दरार आ जाता है। किसी एक की गलती को पकड़कर पूरे देश को नीचा दिखाना घटिया सोच की निशानी है। जैसे कि तेरी, तू नफरत फैला रही है और हम मोहब्बत से जवाब दे रहे हैं। फर्क देख लो, भारत भूखा नहीं है, लेकिन तेरा दिमाग जरूर भूख से सूख गया होगा। समझ गया ना? अब चुपचाप बैठ जा, वरना गाली अगली बार जवाब गाली से मिलेगा। और ऐसा खतरा गाली दूंगा ना तो समझ में आएगा बात करता है। तेरे को क्या लगता है भारत में काम नहीं है जो नेपाल में जाके चोरी करेगा, खाएगा, पिएगा? देख, तँलाई म एउटा कुरा भन्नु चाहन्छु, तो जसो कि गर के गर, हामीलाई केही फरक पर्दैन। तैँले एकजनाको गल्ती हेरेर पुरा भारतवासीलाई गाली दिने तो को हो? तँलाई गाली दिने कुनै अधिकार छैन। चोर त हर देशमा पाइन्छ। तेरो देशमा पनि छ, मेरो देशमा पनि छ, अमेरिकामा छ, जापानमा छ, चाइनामा छ। होइन त तैँले आफैलाई के सोचिरहेको? हामी सरकारले हामीलाई यहाँ काम नदिनु सकेर हामी नेपालमा गएर चोरी गर्छु, डकैती गर्छु? फाल्तु कुरा चाहिँ एकदमै नगर, बुझिस्? फाल्तु कुरा चाहिँ एकदमै नगर। जामा लगाउने हामी यही बुझ्दैनस्, खालि एकदम भिडियो बनाइस् भइहाल्यो, कता कताको क्लिपहरू उठाइस् भइहाल्यो। चोर त हर देशमा छ, तेरो देशमा पनि त छ। हामी तिमीहरूको नागरिकलाई धेरै माया गर्छु, तर तँ जस्तो कतिजना छ जो भारतको विषय लिएर धेरै भारतको नागरिकहरूलाई गाली गलौज गर्ने। तँ जस्तो हामीहरूले गर्दा, तँ जस्तोले गर्दा भारत र नेपालको सम्बन्ध खराब हुने डर छ, बिग्रिने डर छ। तँ आफै विदेशमा बसेर काम गर्छस्। अगर तेरो हिम्मत छ भने तँ नेपालमा जा, नेपालको सरकारले तँलाई लात हान्छ। यो म च्यालेन्ज गर्छु तँलाई, नेपालको सरकारले तँलाई लात हान्छ, बुझिस्? अहिले त मैले राम्रोसँग कुरा गरेँ, नेक्स्ट टाइम चाहिँ धेरै गाली गर्छु है तँलाई म। अहिले समय छ सुध्री, न त फेरि